अधुरो सपना अनि आशा। जय मसीह, अभिवादन अनि नमस्ते। यो बिहानको समयमा सधैँ म तपाईँको बीचमा आइसकेको छु परमेश्वरको वचन लिएर। आउनुहोस्, हाम्रो दिनको सुरुवात प्रभुको वचनबाट गर्नेछौँ। प्रिय साथी, जीवनमा सबैले सपना देख्छन्, राम्रो परिवार, सफलता वा परमेश्वरको योजनामा उपयोगी जीवन। तर कहिलेकाहीँ ती सपना अधुरै रहन्छन्। जब हाम्रो इच्छा अनुसार कुरा हुँदैन, निराशा, हताशा, शङ्का उत्पन्न हुन्छ। तर बाइबलले भन्छ परमेश्वरको योजना कहिल्यै अधुरो हुँदैन। उहाँले सब कुरा आफ्नो समयमा पुरा गर्नुहुन्छ। पहिलो नम्बर चाहिँ हामीले बुझ्नुपर्ने कुरा के हो भन्दा साथीहरू, परमेश्वरको योजना हाम्रो योजनाभन्दा ठुलो छ। यशाया 55:8 र 9 मा परमेश्वरले भन्नुभएको छ, मेरो विचार तिमीहरूको विचार होइन, न तिम्रो बाटो मेरो बाटो हो। हामीले देखेको सपना तत्काल पुरा नहुन सक्छ, तर परमेश्वरको समय सधैँ उत्तम छ। उहाँ ढिलो हुनुहुन्न, बरु हामीलाई तयार पार्दै हुनुहुन्छ। दोस्रो नम्बर कुरा चाहिँ अधुरा सपनामा पनि विश्वास नहराइएको होस्। हबकुक 2:3 भन्छ, किनकि प्रकाश ठरिएको समय पूरा हुनलाई पर्खिरहेछ, त्यसले अन्तको विषयमा बताउँछ र त्यो झुटो ठरिने छैन। त्यो पूरा हुन ढिलो भए तापनि त्यसको प्रतीक्षा गर्दै बस, किनभने त्यो निश्चय नै पूरा हुनेछ, त्यसले ढिलो गर्ने छैन। प्रिय साथी, यो विश्वासको यात्रामा प्रतीक्षा पनि एउटा आशिष हो। जब हामी धैर्यपूर्वक पर्खन्छौँ, प्रतीक्षा गर्छौँ, परमेश्वर हाम्रो विश्वास, परीक्षा र परिपक्वता बढाउनुहुन्छ। तेस्रो कुरा चाहिँ निराशाको बीचमा पनि उत्साहको स्रोत येशू ख्रीष्ट हुनुहुन्छ। यशाया 40:31 भन्छ, यहोवामा आशा गर्नेहरूको नयाँ शक्ति तिनीहरूले पाउनेछन्। येशूमा आशा राख्नेहरू कहिले निराशा हुँदैनन्। उहाँले हाम्रो अधुरा सपना आफ्नो सिद्ध योजनामा रूपान्तरण गर्न सक्नुहुन्छ। यसैले प्रिय साथी, तपाईँको सपना अधुरो देखिँदैमा जीवन सकिएको होइन, परमेश्वर अझै काम गर्दै हुनुहुन्छ। उहाँले असम्भवलाई सम्भव बनाउनुहुन्छ। बरु हामी यसरी प्रार्थना गरौँ, निराश नभइकन भनौँ, हे प्रभु, म तपाईँमा भरोसा राख्छु, म तपाईँमा आशा राख्दछु, किनभने तपाईँमा भरोसा र आशा गर्नेहरूको सपना अन्ततः पुरा गर्नुहुनेछ र परमेश्वर तपाईँको समय र योजनामा मेरा सबै सपनाहरू साकार हुनेछन्। आमेन।